सेवारो नमस्ते। म कुमार लिङ्गदेन मिराक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बन प्रान्तीय मञ्चको अध्यक्ष। हामी संविधानलाई टेकेर, संविधानलाई आधार मानेर प्रगतिशील आमूल सुधार चाहने जेनजी आन्दोलनकारीहरू या जेनजेट आन्दोलनकारीहरूको खुल्ला समर्थक हौं। हामीले अघि भन्यौं, वर्तमान संविधानलाई आधार मानेर त्यसमा प्रगतिशील सुधार चाहने जेनजीहरूको हामी समर्थक हौं। अब अहिले जुन संविधान बाहिर र भित्रको कुरा आइरहेको छ, यसमा मेरो जेनजी मित्रहरूलाई मेरो सानो सुझाव अनुरोध छ कि के गर्ने त भन्दा एक नम्बरमा, सर्टकटमा भने एक नम्बरमा कसलाई प्रधानमन्त्री बनाउने उपयुक्त नाम तपाईहरुले सहमति गर्नुहोस्। त्यो नाम लगेर सभामुखलाई दिनुहोस् अनि त्यो नाम संसदमा भएको सबै दलका अध्यक्षहरूलाई र संसदीय दलका प्रमुखहरूलाई दिनुहोस् र तपाईहरुले भन्नुहोस् 3 घण्टा भित्रमा तपाईहरुले नयाँ प्रधानमन्त्री नियुक्तिको संवैधानिक बाटो खोलिदिनु पर्छ भनेर तपाईले भन्नुहोस्। अनि त्यस 3 घण्टा नै समय काफी हुन्छ, संसद बसिरहनु जरुरत छैन। प्रत्येक संसदमा रहेका प्रत्येक पार्टीहरूको अध्यक्ष र त्यहाँ रहेका पार्टीहरूको संसदीय दलका प्रमुखहरू सबैले चाहिँ संविधानमा एउटा धारा थपेर बाहिरको मान्छेलाई पनि प्रधानमन्त्री बनाउन सकिनेछ भनेर चाहिँ एउटा त्यो अनुसार हामी संविधान चाहिँ संशोधन गर्छौं भनेर संसदमा भएका दलहरू र उनीहरूका दलका अध्यक्षहरू र ती दलका संसदीय दलका प्रमुखहरूले सही गरिसकेपछि उनीहरूले सभामुखलाई दिन्छ र सभामुखले तत्काल त्यहाँ चाहिँ छाप हालिदिनुहुन्छ। त्यो चाहिँ एउटा संविधान संशोधन सोसर त्यसलाई मानिन्छ र त्यसरी अनि सभामुखले नै त्यो नयाँ प्रधानमन्त्री जेनजीको नयाँ प्रधानमन्त्रीलाई चाहिँ यता सेना प्रमुखले हैन, राष्ट्रपतिले हैन चाहिँ र भिडबाट हैन, संसद अहिले वर्तमान प्रतिनिधि सभाको संसदबाटै तपाईले चाहिँ उहाँको नयाँ नाम चाहिँ घोषणा गराउनुहोस्। त्यति भएपछि फेरि यो प्रक्रिया धेरै दिन लाग्दैन। यो प्रक्रिया किसिम जानु भने तपाईले 3 घण्टामै यो हुन्छ र दलहरूलाई पनि एउटा प्रेसर पुग्छ र संविधान रक्षा गरौं भनेर जुन किसिमले यी दलहरू फेरि एउटा प्रतिक्रान्ति गर्न खोजिरहेछन् उनीहरूलाई पनि दनक पुग्छ है, तपाईहरु त्यसरी जानुहोस्, सभामुखलाई दिनुहोस्, सबै दलका प्रमुखलाई दिनुहोस् र यो संविधानको बाटो हामीलाई 3 घण्टा भित्रमा खोलिदिनु पर्छ र हाम्रो प्रधानमन्त्री घोषणा गरिदिनुहोस् भनेर सभामुखलाई भन्नुपर्छ। त्यसो भएपछि चाहिँ के हुन्छ भन्दाखेरि बाटो खुलिएर गयो, संविधान पनि बच्यो र जेनजीको आन्दोलनले पनि एउटा संस्थागत भयो। अनि त्यो त्यसरी नियुक्त भएको संविधान भित्रैबाट नियुक्त भएको प्रधानमन्त्री जो जेनजीको प्रधानमन्त्री हुन्छ, उहाँले 5 मिनेट भित्रमा तपाईहरुको जुन भ्रष्टाचार विरुद्धको जुन एउटा महाअभियान छ त्यसलाई तुरुन्त लागू गरेको घोषणा गर्नुहोस् र अनि तपाईहरुले चाहिँ बरु सरसल्लाह गरेर अनि भोलि या पर्सि त्यो संविधान निर्वाचनको मिति तोकेर अनि संसद पनि तपाईले विघटन गरिदिनुहोस्। हो, यसरी जान सक्नुभयो भने चाहिँ सबैभन्दा राम्रो र एउटा संवैधानिक प्रक्रिया अनुसार हुन्छ। यो स्टेपिङहरू एकदम तपाईले ख्याल गर्नुहोस्। र म लास्टमा के भन्न चाहन्छु भने तपाईले अहिले गरिरहेकोलाई क्रान्ति भन्दैन, तपाईहरुले जुन जेटजीहरुबाट जो भयो आन्दोलन त्यसलाई चाहिँ रेबेलियन भन्छ नि, त्यसलाई चाहिँ रिभोल्ट भन्छ, त्यो विद्रोह हो। हरेक विद्रोहहरूलाई चाहिँ एउटा तत्काल ठुलो चाहिँ जनसमुदायको समर्थन चाहिन्छ। नभए के हुन्छ, पेरिस कम्युन पढ्नुहोस्, फ्रान्समा जुन पेरिस कम्युन भयो 17 दिन चल्यो र तुरुन्तै क्रान्तिकारीहरू फेरि एकजुट भएर त्यसलाई तुहाए हैन र उनीहरूलाई दण्ड दिए। त्यसकारणले गर्दा तपाई जेनजीहरूलाई ठुलो मासको तुरुन्तै चाहिँ सपोर्ट चाहिन्छ। त्यसलाई चाहिँ अनि मात्रै तपाईको रिभोल्ट चाहिँ रिभोल्युसनमा चेन्ज हुन्छ। अहिले रिभोल्ट मात्रै हो। त्यो गर्नको लागि जो हामी जस्ता अब आदिवासी जनजाति दलित मधेसी क्षेत्रमा जो हामी लाखौं काम गरिरहेको छौं, हाम्रो एउटै माग हो
हाम्रो समर्थन जेनजीलाई नै रहन्छ, तर तपाईँहरू संवैधानिक प्रक्रिया थ्रु आउनु पर्यो होइन, नभए हामी अप्ठ्यारोमा पर्छौँ। तपाईँले त्यति हाम्रो भनाइ चाहिँ मानिदिएर तपाईँहरू आउनुभयो भने अनि तपाईँहरूको समुदाय चाहिँ मलाई सपोर्टमा यो देशको 100% जनता चाहिँ तपाईँहरूको पक्षमा आउँछ। अनि यसरी तपाईँले अब सधैँ जोस मात्रै देखाएर भएन, त्यो होस र त्यो स्टेपिङहरू पनि पुरा गरेर आउनुपर्छ। र तपाईँले साझा उम्मेद्वार बनायौँ र सबै दलको अध्यक्षलाई दिने 3 घण्टाभित्रमा संविधानको बाटो खोलिदेऊ भनेर यसरी पो दबाब दिनुपर्छ त, यसरी चाहिँ उनीहरूलाई अप्ठ्यारोमा पार्नुपर्छ। र हिजो जो जस्तो जहाँ भए पनि अबको जेनजीहरूको यात्रा प्रगतिशील होस्, गणतान्त्रिक होस्, सङ्घीय होस्, धर्मनिरपेक्षता या अहिलेको संविधानलाई आधार मानेर प्रगतिशील तर्फ अगाडि जानुहोस्। हिजो राजावादी थियो होला, हिजो पञ्चवादी थियो होला होइन, हिजो 46 साल अगाडि त सबै पञ्चवादी नै थियो नि त, सबै राजावादी नै थियो नि त, किन राजाको शासन थियो होइन। हिजो के थियो त्यो होइन, तर जेनजीहरू आज चाहिँ के हो भन्दा आज जेनजीहरू चाहिँ संविधानलाई टेकेर अगाडि जाने प्रगतिशील हुनु पर्यो होइन। त्यो भयो भने तपाईँहरूको जुन अहिलेको विद्रोह छ, मलाई त कस्तो लाग्छ भने यो विद्रोह चे गुएबारा जो हुनुहुन्थ्यो अर्जेन्टिनाको र क्युबामा गएर विद्रोह गर्नुभयो र उहाँलाई विश्वले जो उहाँलाई माग्यो, त्योभन्दा पनि ग्रेट विद्रोह हुँदै चाहिँ मतलब के अरे भएर सुरक्षित हुन्छ अहिलेको जेनजेट, नेपाली जेनजेटहरूको चाहिँ विद्रोह, यदि तपाईँहरूले अहिले मैले भनेको स्टेपिङहरू चाहिँ पार गरेर जानुभयो भने। र म फेरि लाग्न भन्छु, तुरन्तै एकदम ढिलो नगरी प्रधानमन्त्रीको नाम सहमति गर्नुहोस्, सबै दलका प्रमुखहरूलाई र सभामुखलाई दिनुहोस्, 3 घण्टाभित्रमा चाहिँ संवैधानिक प्रक्रिया पूरा गरेर यो घोषणा गरिदिनुपर्छ भनेर यसरी जानुपर्छ क्या। यसलाई चाहिँ राजनैतिक विद्रोहलाई चाहिँ रिभोल्टमा यसरी जान्छ, रिभोल्ट चाहिँ रेभोल्युसनमा पो यसरी जान्छ त। त्यसो गरेर त्यति तपाईँले पार गरिदिनु भयो भने यो देशका 100% जनसमुदायहरू चाहिँ जेनजीको पक्षमा चाहिँ हामी उभिनु हामीलाई पनि सजिलो हुन्छ। होइन भने प्रतिक्रान्ति हुन्छ है, होइन भने पेरिस कम्युन जस्तै हुन्छ नि, फेरि त्यहाँ पनि यस्तै भयो, एकदम सहरी विद्रोह भयो, तर त्यहाँ विद्रोहीहरूले राम्रो चाहिँ स्टेप लिन नसक्दाखेरि फेरि पुरानाहरूबाट प्रतिक्रान्ति भएर ती विद्रोहीहरूलाई फेरि झुन्डाको कथा पनि छ। अब एमाले काङ्ग्रेस भनेको त बडा बुझ्नुभएको छ उनीहरू भनेको कस्ता हुन् भनेर, त्यसले गर्दाखेरि हामी एमाले काङ्ग्रेसको पक्षमा छैनौँ है। हामी आदिवासी जनजाति, दलित, मुक्ति, मधेसी, थारू, खस, हामी एमाले काङ्ग्रेसको पक्षमा छैनौँ, हामी प्रगतिशील जेनजीहरूको पक्षमा छौँ। त्यो भनेको के हो भन्दाखेरि तपाईँहरूले पनि संविधान टेकेर आउनुभयो भने नि गुड तपाईँहरूको विजय, देशको विजय। जति पनि यो विध्वंसहरू भएको छ नि 5 वर्षमा हामी पुनर्निर्माण गर्छौँ, 5 वर्षमा। तर तपाईँहरूले प्लिज सबै जेनजीहरूलाई भन्न चाहन्छु, संविधान अलिकति टेकेर आइदिनुहोस्, किनभने हामीलाई सहिलो हुन्छ। तपाईँहरूलाई सपोर्ट गर्न, हामीलाई भन्नाले गलत अर्थ नलाउनुहोस्, तपाईँहरूलाई सपोर्ट गर्न हामी नेपाली जनतालाई सजिलो हुन्छ। हवस् त, धन्यवाद। म यो कुरा राख्न चाहन्छु, मेरो कुरालाई सिरियसली सुनिदिनु होला। धन्यवाद।